सक्छ नि त बाउले आमाले तपाईँले भन्नु सक्छ के हो कस्तो मनमा लागेको बहिनीलाई नि सोध्न सक्नुहुन्छ तपाईँले त्यो आधी खुसीले जान्छ कि अब कर्तापमा होइन भोलिको दिनमा आइपऱ्यो भने बाउ आमा नआइपरोस् होइन भन्छ नि जबरजस्ती दियो भन्न सक्छ के भन्छ नानीले या उसले दियो भनेपछि भन्नुपर्छ कि तपाईँले म भन्नु राजी खुसी छ कि छैन राजी खुसी अब साह्रो छ यस्तो मुन्नाङै पायाङ होला मैले चाखाले गेउली मको हो कि मुनको ला चाखाले देमना पाथे नु रिसिम लड्छ भोलि पर्सि फेरि बाबाले यताउता भनेर नभन्ने नि अब बाबा मम्मी हामीलाई यस्तो गर त्यस्तो गर होइन राजी छ कि छैन राजी हुनु हो ज्वाइँले पनि भन्ने हो ज्वाइँले पनि के कसो छ हामीलाई थाहा छैन तपाईँहरूको बारेमा भित्र बोलेको यताउता गरेको तलै झर नानी यत्रो मान्छे छौँ है हामी पञ्चा दाजुभाइ दाजुभाइ इष्टमित्र सबै छु हजुर हामी छु कस्तो राजी खुसी भनेर अब तल सामान पनि दियो सबैलाई यसो नमस्ते सबै सबैलाई नमस्ते बोलेको छ साँच्ची प्रमाण छु हजुर यस्तो खालको व्यवहार पनि नहोस् त्यही त दिदी सुकितले उच्च स्तरीय र गरिब जस्तै नि हजुर हजुर चिनाउँदै लानु मेरो काका बाजे बाउ मम्मी भनेर मैले जन्म दिए छोरीलाई जन्म दिएपछि पढाए हुर्काए ठुलो भइस् त आफ्नो इच्छाले त मन पराएर जाँदैछस् त राजी छस् एकदम खुसी बादमा मलाई मेरो डेडी मम्मीले यसरी हामीलाई मलाई त अर्काको छोरासँग पो दिइ पठायो भन्ने त्यस्तो कोही शब्दहरू गुनासो नगर्ने त आफ्नो खुसीले जाँदैछस् बाउ आमालाई छोडेर खुसीले गर्ने गरी खाने हो एकदम अनि त्यसको बादमा
अहिले फुल देखेर सुन देखेको छौ भोलिको दिनमा फलाम नहोस् नहोस् ठिक छ सुनको चाहिँ अहिले सुगन्ध फुल आएको छ भोलि त्यो सुकेर गएछ सुगन्ध आएन भन्ने त्यस्तो नहोस् हुनु सक्दैन भन हुनु सक्दैन भन हुनु सक्छ सक्दैन जुवाइले पनि भन्नुहोस् केटीले भन्नु हैन केटाले राम्रो भविष्य बिताउने हो खुसीको साथ फलोस् फुलोस् एकदम भविष्य तपाईहरुको उज्जवल होस् छोरी ज्वाइँलाई यही छ मेरो आशीर्वाद भोलि एक आपसमा यस्तो कोही नहोस् भनेर नहोस् 2 दिनको माया पछि के हो घाम छाया नहोस् कोरोना होस् अब हुनु सक्दैन भनेर केटाले भन्ने हो अनि त्यही अब रोकबेक चलाऊ अब धेरै लामो लडी भने छ नि तर किन भनिराख्नु भन्ने अब जति पनि भने कि त हो हुँदैन बढी फेरि हुँदैन कुनै पनि हुँदैन ल सेबास अनि ताली बनाउनु पर्छ बाबा भनेर यहाँ बाजे हुनुहुन्छ त्यसपछि आन्टीले ढोका दाजु यता आउनुहोस् बाजेले ढोका बाजे बाजेले ढोका न कोपा होइन उता बाजे बाजेहरु चिन्नु पर्छ बाजे कहिले चिनाउने तपाईको ससुराको म बाजा ओ मामालाको बाजे यता नि बाजे नै पहिला हेड बाजेले बस्नु हेड बाजेलाई यता ल नातिनीले जो गर्छ तपाईले पछि पछि हिँड्नुपर्छ